काभ्रे पलाञ्चोक जिल्लाको सदरमुकामका रूपमा रहेको धुलीखेल मुलुकको चर्चित पर्यटकीय क्षेत्रका रूपमा परिचित छ। पछिल्ला केही दशक यता शिक्षा र स्वास्थ्योपचारको केन्द्रका रूपमा समेत धुलीखेलले आफ्नो चिनारी बनाउन सफल भएको छ। समयसँगै परिवर्तनका श्रृंखलाहरू निरन्तर चलिरहन्छन्। धुलीखेल नगरपालिका पनि यस्तै परिवर्तनका श्रृंखलाहरू पार गर्दै अगाडि बढ़िरहेको छ। यसै सेरोफेरोमा धुलीखेलले अहिले मुलुककै उदाहरणीय स्थानीय सरकारका रूपमा अर्को नयाँ उपमा भेटाएको छ। यहाँको भौगोलिक अवस्था, यहाँको सामाजिक अवस्था, यहाँको आर्थिक अवस्था, यहाँको सांस्कृतिक अवस्था, यहाँको जनताहरूको बीचमा चाहिँ उनीहरूको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, व्यापारको क्षेत्रमा कुन पोजिसनमा हामी छौँ भन्ने कुरा हामीले अध्ययन गरेपछि धुलीखेल नगरपालिकाको हामीले 20 वर्ष एउटा भिजन पेपर बनायौँ र त्यही भिजन पेपरको आधारमा हामीले आवधिक योजना बनायौँ र आवधिक योजनाकै आधारमा हामीले नगरपालिकाको वार्षिक योजना तथा कार्यक्रमहरूलाई हामी केन्द्रीकृत गर्यौँ। विक्रम सम्वत 2043 साल फागुन 5 गते नगर पञ्चायतका रूपमा धुलीखेलले आधुनिक विकासको यात्रा आरम्भ गरेको थियो। मुलुककै सबैभन्दा सानो नगरपालिका हुँदै राज्य पूर्ण संरचनापछि धुलीखेल नगरपालिकाले वर्तमान स्वरूप भेट्टाएको हो। समृद्ध धुलीखेलका लागि पर्यटकीय विकास, शिक्षा, स्वास्थ्य, व्यापार र आवास भन्ने नारालाई आत्मसात गरेको यो नगरपालिकालाई 12 वटा ओडामा प्रशासनिक विभाजन गरिएको छ। राजधानी काठमाडौँबाट 30 किलोमिटर पूर्वमा रहेको यस नगरपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ। पहाडी भूनोट भए पनि पूर्वाधार विकासको हिसाबले यो नगरपालिकाले गति लिएको छ। यहाँका प्राय सबै जस्तो ओडामा खानेपानी, बिजुली र सड़क लगायतका पूर्वाधारको विकास भएको पाइन्छ। धुलीखेलमा मुलुककै नमुनाको रूपमा खानेपानी कार्यक्रम तथा ढल प्रशोधन केन्द्र सञ्चालनमा छ। नगरपालिकाले अहिले एक घर एक धारा कार्यक्रम सञ्चालन गरेको छ। अहिले यहाँका करिब 93% भन्दा बढी घरमा धारा जडान भइसकेको छ भने चाँडै 100% घरमा धारा जडान सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ। नगरको मध्यभाग भएर अर्निको राजमार्ग र बीपी राजमार्ग सञ्चालनमा छन्। यी राजमार्ग हुँदै अहिले नगरपालिकाका सबै ओडालाई पक्की सड़क सञ्जालले जोड्ने काम सम्पन्न भएको छ। 2075 सालमै साक्षर नगर घोषणा भएको नगरपालिकाको 98% जनसंख्या साक्षर छन्। यहाँका सबै जस्तो सामुदायिक विद्यालयहरू पूर्वाधारका हिसाबले सम्पन्न छन्। नगरपालिकाले नागरिकहरूसँग सहकार्य गरी गुणस्तरीय र प्राविधिक शिक्षाका लागि काम गरिरहेको छ। यो ठाउँ पर्यटनको लागि अत्यन्त उपयुक्त छ र यहाँ धेरै होटल व्यवसायहरू नै छन्। काठमाडौँ युनिभर्सिटी यही छ। त्यस पछाडि अब हाम्रो चाहिँ धुलीखेल हस्पिटल यही छ। काठमाडौँबाट नजिकको नगरपालिका, त्यस कारणले मलाई जसमा लाग्छ शिक्षामा, स्वास्थ्यमा हरेक जति पनि चाहिँ फ्याकल्टिजहरू छन् त्यो सबैमा धुलीखेल नगरपालिकाले आफ्नो चाहिँ काम राम्रैसँग गरेको छ जस्तो लाग्छ मलाई। राज्यले अहिले स्थानीय सरकारलाई धेरै किसिमका अधिकार प्रत्यायोजन गरेको छ, जसले गर्दा नागरिकहरूले घर आँगनमै बसेर ती सेवा लिने अवसर पाइरहेका छन्। धुलीखेल नगरपालिकाले सबै ओडा कार्यालयहरूबाट नागरिकलाई प्रदान गरिने यस्ता सेवालाई सरल र सहज रूपमा प्रदान गर्ने व्यवस्था मिलाएको छ। नगरपालिकाले धुलीखेल अस्पतालसँग मिलेर सबै नगरवासीको स्वास्थ्य सम्बन्धी तथ्याङ्क संकलन गरी डिजिटाइज गरेको छ। यसले नागरिकका लागि आवश्यक पर्ने स्वास्थ्य उपचारका सेवालाई प्रभावकारी बनाउन सहयोग पुगेको छ। आफ्नो मौलिकतालाई जोगाउँदै आधुनिक शहरीकरणतर्फ लम्किरहेको धुलीखेल नगरपालिकाले नेभिगेसनमा आधारित घर नम्बर प्रणाली राख्ने कामको थालनी गरेको छ। नेपालमै पहिलो पटक शुरू गरिएको यो प्रणालीले स्थानीय सरकारलाई डिजिटल माध्यमबाट नागरिकको घर आँगनसम्म जोड्ने काम गरेको छ। हरियाली र प्राकृतिक सौन्दर्यले सजिएको धुलीखेल पर्यटन व्यवसायको हिसाबले अत्यन्तै उर्वर मानिन्छ। सूर्योदय र यहाँबाट देखिने हिम श्रृंखलाका मनोरम दृश्यावलोकनका लागि ठूलो संख्यामा आन्तरिक र बाह्य पर्यटक आउने गर्छन्।
पर्यटकलाई लक्षित गरी अहिले यहाँ सुविधा सम्पन्न 80 भन्दा बढी होटल तथा रिजोर्टहरू सञ्चालनमा छन्। धुलिखेलको देवीस्थानबाट अहिले प्याराग्लाइडिङ समेत सञ्चालनमा ल्याइएको छ। पर्यटकलाई आकर्षित गर्न सञ्चालनमा ल्याइएको प्याराग्लाइडिङको अनुभव गर्न अहिले काठमाडौँ लगायतका ठाउँबाट धेरै आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्। कृषि कार्यमा संलग्न नगरवासीलाई आय आर्जनमा सघाउन विभिन्न किसिमका तालिमका साथै कृषि औजारहरूमा सहयोग गर्ने गरिएको छ। नगरपालिकाका कतिपय ओडाहरूमा सुन्तला र किवी लगायतका फलफूलको निकै राम्रो सम्भावना रहेको छ। धार्मिक रूपमा हिन्दू तथा बौद्ध सम्प्रदायको बाहुल्यता रहेको यस नगरमा स्थानीय जनश्रम र सहभागितामा विभिन्न मठ मन्दिर तथा पाटी पौवा निर्माण गरिएका छन्। यहाँ ऐतिहासिक हरिसिद्धि त्रिशक्ति भवानी मन्दिर, धुलिखेल बजारको मुख्य भावमा अवस्थित नारायण मन्दिर, भगवती मन्दिर, गाउँखुरेश्वर मन्दिर, श्वेत भैरव मन्दिर र देवीस्थान मन्दिर लगायतका दर्जनौं मन्दिर तथा बौद्ध गुम्बाहरू रहेका छन्। धुलिखेलमा शताब्दीौंदेखि चलिआएका कतिपय जात्रा र परम्पराले अहिले पनि निरन्तरता पाइरहेका छन्। सीमित स्रोत र साधनका बावजुद यो नगरपालिकाले दूरदृष्टि र केही गरौं भन्ने हुटुटी भएको नेतृत्व भेट्टाएको छ, जसले यस नगरपालिकालाई धेरै कुराहरूमा अब्बल साबित गरेको छ। आर्थिक रूपमा सम्पन्न र सामाजिक रूपमा सबल र सक्षम नागरिक बनाउन नगरपालिकाले यहाँ राम्रो अवसरहरू सृजना गर्न पहल गरिदिएको छ।